गाइज गुड मर्निङ नमस्ते अनि आई होप मेरो नयाँ भ्लगमा पनि फेरि हजुरहरूलाई स्वागत छ अनि आई होप सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अनि अब फेरि नयाँ दमदार भ्लगको साथमा चाहिँ हामी जुटिसकेको छ फाइनल्ली अनि अब अहिले चाहिँ फाइनल्ली हाम्रो ड्युटी सकिएर चाहिँ अब एकदम हामी चाहिँ के अरे अब एकदम फाइनल्ली ड्युटी सकेर चाहिँ अब म चाहिँ रुम जानलाई तयारीमा छु त्यो पनि अब आज भोलि पर्सि 2-3 दिनभित्रमा चाहिँ हाम्रो अब एकदम दामी दामी भ्लग आउँदैछ। अब अहिलेलाई चाहिँ एकदमै टेम्परी जहिले हाल्दै गरौँ होइन। अब भ्लग बनाउन सुरु गरिहाल्यो अनि अब के गर्ने त भन्दाखेरि अब कन्टेन्ट त युट्युबलाई त चाहियो अनि एउटा यसो दुइटा गरेर त अनि त्यही भएर चाहिँ अब हाल्दै जाऊँ भनेर चाहिँ हो। अब यतिकै अहिले यतिकै बोल्दै गरेर हाल्दै गरेको अनि आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला अनि धेरै माया बढिरहेछ। हाम्रो दिनदिनै सब्सक्राइबरहरू बढ्दैछ अनि यस्तै गरेर माया बढ्दै जाओस् अनि हजुरहरू सामने पनि म राम्रो राम्रो भिडियो ल्याउने कोसिस गर्दै जानेछु। अनि सर के छ त तपाईँको? अनि आज आउनु न त। हेलो हेलो, के छ? सन्चै हुनुहुन्छ सबजना? यतिको माया गरिदिनु भयो कमल सरलाई धेरै धेरै धन्यवाद होइन। अब मेरो र कमल सरको आज अन्तिमै भनौँ न। अब त भेट अब कहिले हुन्छ अब त्यो त थाहा छैन होइन। तर यत्तिकै माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद होइन। सबजनाले माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यसरी माया गरिदिनु। अब आजदेखि कमल सर र म छुटेको अब सरको नाइट ड्युटी। अब म मर्निङमा आउँछु। अब भेट त अब खासै हुँदैन होला। त्यही पनि अब यत्तिकै माया गरिदिँदै गर्नु। अब 2-4 दिन पछाडि अब राम्रो राम्रो भ्लगहरू आउँछ, राम्रो राम्रो कन्टेन्टहरू आउँछ होइन। त्यहाँदेखि अब कहिलेकाहीँ बिचबिचमा म आइरहेको हुन्छु। त्यही नि सरलाई सपोर्ट गरिदिँदै गर्नु। गरिदिन्छ, हामीले नि गरिदिउँला होइन। अब यत्तिको माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यसरी नि अलिकति अरू सपोर्ट गरिदिनु हाम्रो सरलाई। त्यहाँदेखि अब एकदम राम्रो हुँदै जान्छ। अब तपाईँहरूले सोचेको जत्तिकै भिडियो आउँछ त है गाइज, माया गरिदिँदै गर्नु। अब म र सर त अब आज लास्ट हो छुटेको। अब कुन दिन भेट हुन्छ, अब जुन दिन भेट हुन्छ त्यो दिनको भ्लग पक्कै आउँछ होइन। अब त्यही त हो, अब के गर्ने, अरूको ठाउँमा बसेर अब यस्तै हो होइन। अब छुट्न पनि अलि नराम्रो फिल लाग्छ। अब के गर्नु, बाध्यता अब छुट्नै पर्छ। अब जे जति थियो होइन। अब हाम्रो सरको अब एकदम मिलिसकेको थियो। अब छुट्नुपर्छ गाइज। अब के गर्नु, अरूको ठाउँ छ। अब कन्ट्याक्ट त भइरहेको हुन्छ, कन्ट्याक्ट त नहुने होइन। तर अब जे जस्तो छ यतिको सपोर्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद है त। ल है त अब आजदेखि चाहिँ हामी पनि अब आउनु न त। अब ल है त अब आजदेखि चाहिँ हामी पनि अब उहाँको डेमा ड्युटी हुन्छ, मेरो चाहिँ अब नाइटमा ड्युटी हुनाले गर्दाखेरि अब ड्युटी चेन्ज हुनाले गर्दाखेरि चाहिँ अब हुन्छ भेट त अब समटाइम हुन्छ। तर अब यस्तै हो साथीहरू परदेशमा। अनि अब आज अब हाम्रो यसो भिडियो बनाऊँ भनेर चाहिँ अनि आई होप तपाईँहरूलाई पनि सबै सपोर्ट गर्दै गर्नु है, सपोर्ट गर्दै गर्नु, नछोड्नु होला। धेरै राम्रो राम्रो कन्ट्याक्टमा आउँछ हाम्रो होइन। म त अब नभए नि कमल सरले दिइरहेको हुन्छ कि कन्टेन्टहरू राम्रो राम्रो। कमल सर अब मिहिनेत गरिरहनु भएको छ, स्टार्टिङ गरिरहनु भएको छ। माया गर्नुपर्छ के, सपोर्ट गर्नुपर्छ। अब हामी नेपाली दाजुभाइ दिदीबहिनी सब मिलेर सपोर्ट गरिदिनुपर्छ के। एकअर्कालाई सपोर्ट गर्दै गरौँ होइन। त्यहाँदेखि हाम्रो सरले मिहिनेत गरिरहनु भएको छ। तपाईँहरूले सपोर्ट गरिदियो भने जति छिटो सपोर्ट गरिदिनुहुन्छ त्यति छिटो च्यानल मोनिटाइज हुन्छ है। अनि झन् अझै राम्रो राम्रो सब्सक्राइब गर्दैमा केही जाँदैन के, गरिदिनु सब्सक्राइब गरेर केही नै हुन्छ र होइन। एक 1 क्लिक मात्रै, एउटा क्लिकले हुन्छ है गाइज। अलि सपोर्ट गर्दै गर्नु राम्ररी। ल त है अब सबैजनालाई बाई। अब यतिमै यति नै, आजको कन्टेन्ट पनि यति नै। अब 2-4 दिनदेखि चाहिँ अलिक आउने कोसिस गर्छ, नयाँ नयाँ आउने कोसिस गर्छ। ल बाई भनिदिनु भयो भने ल है सबलाई बाई, सी यू।